गुड मर्निङ र नमस्कार छ सबै माझमा। हजुरहरू कस्तो हुनुहुन्छ? आशा गरे सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। मेरो च्यानलको अर्को नयाँ भिडियोमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। र आज म जाँदैछु मेरो आन्टी घर र हजुरहरूलाई जति सक्छु म देखाउने छु र हेर्दै गर्नुहोला। र फाइनली म आन्टी घर पनि आइपुगिसकेको छु र हजुरहरूलाई बाटोको दृश्य मैले देखाउन सकिनँ किनकि यता मौसम एकदमै खराब छ। आइपुग्ने बित्तिकै आन्टीले भन्नुभयो कि बुनु माछाको झोल बनाऊ भनेर र मैले कसरी बनाएँ हजुरहरूलाई सेयर गर्नेछु, हेर्दै गर्नुहोला। ग्यास अन गरेर मैले राखेँ कराई र कराईमा तेल पनि गरम भइसकेको छ। अब एड गर्दैछु प्याज र हेर्दा हेर्दै मेरो प्याज पनि ब्राउन कलर आइसकेको छ। अब एकैछिनमा एड गर्नेछु कडी पत्ता र यो कडी पत्तालाई एड गरेर राम्रोसँगले चलाउँछु र अब एकैछिनमा यसमा एड गर्नेछु 1.5 चम्मच सानो चामचको बेसार। बेसार पनि एड गरिसकेको छु। अब यसलाई राम्ररी चलाएर निकै बेर चलाएर झन्डै 2 मिनेट जति चलाएपछि यसमा एड गर्नेछु मसला र मसला पनि मैले एड गरिसकेँ र अब यसलाई मजाले चलाएर फेरि एड गरेँ। हेर्दा हेर्दै मेरो मसला पनि पाकिसकेको छ। अब एड गरेँ मैले अदुवा र सर्सोको पेस्ट जो कि माछाको लागि एकदमै स्वादिलो हुनेछ र हेर्दा हेर्दै यो पनि पाकिसक्यो। अब यसमा एड गर्दैछु टमाटर र हेर्न सक्नुहुन्छ टमाटर पनि एड गरिसकेँ। अब यो टमाटरलाई निकै बेर चलाएर यसमा अलिकति पानी हालिदिएर छोपिदिन्छु र 3 मिनेट बादमा हेर्दा मेरो टमाटर पनि पाकिसकेको छ। अब यसमा 1 मग पानी हाल्दैछु जो कि रसको लागि हुन्छ र यसलाई अब राम्ररी चलाएर अघि फ्राई गरेर राखेको माछाका पिस हाल्नेछु जो कि तपाईहरुलाई अघि मैले देखाउन सकिनँ र अब एकैछिनमा यसमा एड गर्दैछु फ्राई गरेर राखेको माछाको पिस र हेर्दा हेर्दै मैले सबै माछाको पिस एड गरिसकेको छु। अब यहाँ एकैछिनमा म यसमा एड गर्नेछु धनिया जो कि एकदमै राम्रो फ्लेभर आउँछ र अब यसलाई ढाकन पनि लगाइदिए। अब 3 मिनेट उम्लिसकेपछि हेर्दा मेरो माछाको झोल एकदमै बनिसकेको छ र हेर्न सक्नुहुन्छ माछाको पिस कति राम्रो लागेको छ। र जस्तो सके हजुरहरूको माझ त्यस्तै सेयर गरे र हजुरहरूलाई भिडियो कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।